नमस्ते सबैजनालाई। आज हामी पढ्दैछौँ जापानिज भाषाको मिनानो निहोङ्गो बुकको लेसन 1 को मिनिङ है त। ल सुरुमा मैले जापानिज शब्द लेखेको छु है, जापानिज भाषामा जापानिज शब्द लेखेको छु अनि यसको उच्चारण नेपालीमा यहाँनिर छ अनि यसको अर्थ यो जापानिज शब्दको चाहिँ अर्थ चाहिँ यहाँनिर नेपालीमा मैले लेखिदिएको छु है। तपाईहरुलाई सहज होस् भन्ने तरिकाले मैले उच्चारण पनि लेखिदिएको छु है त। ल अब तपाईहरुले यो मिनिङहरुलाई चाहिँ यही भिडियो मार्फत नै याद गर्नु पर्यो है, भर्खर याद गर्नु पर्यो। ल सुरु गरौँ है त। ल पढौँ है। 1 नम्बरमा सुरुमा के छ भन्दा वातासी 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 भनेको म, वातासी भनेको के रहेछ त म, वातासी भनेको के रहेछ म। वातासी ताची वातासी ताची वातासी ताची भनेको चाहिँ हामी, वातासी ताची भनेको चाहिँ हामी। आनाता 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 भनेको तिमी अथवा तपाईँ भनेको है, अथवा त भन्ने पनि हुन्छ है, त भन्ने पनि हुन्छ तर त नै भन्ने चाहिँ खासै लाग्दैन है, तिमी अथवा तपाईँ। आनाता भनेको आनो हितो आनो हितो आनो हितो भनेको त्यो व्यक्ति ऊ अथवा उनी भन्ने पनि लाग्छ, त्यो व्यक्ति अथवा ऊ उनी। आनो हितो भनेको चाहिँ त्यो व्यक्ति ऊ उनी भन्ने हुन्छ है। त्यसपछि यहाँनिर 5 नम्बरमा आनो खाता आनो खाता हामीहरूले यो अक्षरलाई क भनेर पढेका छौँ, सुरुमा का भनेर पढेका छौँ है, का भनेर पढेका छौँ। तर यहाँनिर मैले उच्चारणमा के लेखेको छु, खा लेखेको छु है, खा लेखेको छु। यो कालाई चाहिँ प्रायः जसो हामीले खा भनेर उच्चारण गर्ने गर्छौँ, खा भनेर उच्चारण गर्ने गर्छौँ। त्यही भएर मैले यहाँ खा लेखेको छु, पढ्नको लागि पनि सजिलो हुन्छ, त्यही भएर मैले खा लेखेको छु है। यसलाई तपाईहरुले का भनेर पढ्दा पनि हुन्छ, तर प्रायः जसो धेरै व्यक्तिहरूले बोल्दाखेरि चाहिँ यो अक्षरलाई चाहिँ खा भनेर बोल्ने भएकाले हामीहरूले खा भनेर नै पढियो भने अझै राम्रो हुन्छ है। बुझ्नुभयो? खा भनेर पढ्ने है त। आनो खाता भन्ने है, आनो काता नभन्ने है, आनो खाता नै भन्ने। आनो खाता भनेको चाहिँ के हो भन्दाखेरि आनो हितोको पोलाइट शब्द, यानि कि यो आनो हितो भनेको अर्थ के थियो, त्यो व्यक्ति अथवा ऊ उनी भन्ने थियो। भनेपछि आनो खाता भनेको पनि यसको अर्थ पनि त्यो व्यक्ति अथवा ऊ उनी भन्ने नै अर्थ लाग्छ है। बुझ्नुभयो नि है, बुझ्नुभयो। ल अब मिन्नासान भनेको छ, मिन्नासान मिन्नासान भनेको सबैजना, मिन्नासान भनेको सबैजना। सान मात्रै भन्यो भने, सान भन्यो भने चाहिँ जी भनेको, जस्तो यो सान भनेको जी के, राम जी, अगाडि राम छ, राम सान, राम सान भनेको के रहेछ, राम जी हैन। हरि सान भन्यो भने हरि जी है, जी भनेको है। बुझ्नुभयो सान भनेको? ल त्यसपछि 8 नम्बरमा हेर्नुहोस् त। 8 नम्बरमा च्यान भनेको छ। यो च्यान भनेको चाहिँ के हो भन्दा च्यान भनेको पनि जी नै हो, तर मायाले केटाकेटीलाई भन्दा है, केटाकेटी बच्चा बच्चीहरूलाई हामीहरूले बच्चा बच्चीहरूको नामको पछाडि च्यान लगाइन्छ। बुझ्नुभयो? बच्चा बच्चीहरूको नाम अब राम नै छ भने पनि राम च्यान हुन्छ है। बुझ्नुभयो नि है, राम च्यान भन्ने हुन्छ। ल अब 9 नम्बरमा हेर्नुहोस् त। 9 नम्बरमा के छ भन्दा कुन छ। कुन चाहिँ प्राय जसो केटाको पछाडि जोडिने प्रत्यय शब्द हो भनेको छ। जस्तो केटा मानिसहरूको नामको पछाडि कुनलाई जोडिन्छ। यो कुनलाई चाहिँ छोरी मान्छेहरूको, केटी मान्छेहरूको नामको पछाडि जोडिँदैन है, यो चाहिँ केटा मान्छेको नामको पछाडि मात्रै जोडिन्छ है, यो कुन चाहिँ। बुझ्नुभयो? ल अब 10 नम्बरमा हेर्नुहोस् त। जिन भनेको छ। यो जिन भनेको चाहिँ नागरिक, जिन भनेको के रहेछ, नागरिक। अनि यहाँनिर 11 नम्बरमा सेन्सेई भनेको छ। सेन्सेई भनेको चाहिँ शिक्षक, टिचर है। अब यहाँनिर शिक्षक मात्रै लेखेको छु मैले, शिक्षक मात्रै होइन, शिक्षिकालाई पनि सेन्सेईले नै जनाउँछ है। सेन्सेई भनेको टिचर हो, यानि कि शिक्षक पनि पढ्नुभयो, शिक्षिका पनि पढ्नुहुन्छ है। बुझ्नुभयो? सर पनि पढ्नुभयो, म्याडम पनि पढ्नुभयो है, सेन्सेई भनेको चाहिँ। अब 12 नम्बरमा के छ, केउसी छ। केउसी, यसलाई कसरी पढ्ने, केउसी। केउसी भनेको चाहिँ प्रशिक्षक। अब प्रशिक्षक र शिक्षक त एउटै हो हैन, एउटै हो, तर यो प्रशिक्षक किन लेखियो यहाँ भन्दाखेरि केउसी भनेको चाहिँ कस्तो हो भन्दाखेरि केउसी र सेन्सेईको बारेमा डिफ्रेन्स म भनिदिन्छु। डिफ्रेन्स के छ त सेन्सेई र केउसीमा भन्दाखेरि सेन्सेई भनेको हामी विद्यार्थीहरूले है, हामी विद्यार्थीहरूले कुनै टिचरलाई सर भन्नु पर्यो भने सेन्सेई भनेर भन्छौँ। अब सरले आफूले आफैलाई नै म सर हुँ भन्नु पर्दा चाहिँ केउसी भन्नुहुन्छ। म सेन्सेई हुँ भनेर भन्नुहुन्न, म केउसी हुँ भनेर भन्नुहुन्छ। बुझ्नुभयो? ल अब अर्को पेजमा जाऊ। 13 नम्बरमा
यहाँनिर हेर्नुहोस् त 13 नम्बरमा के छ भन्दा गाकुसेई छ। गाकुसेई भनेको विद्यार्थी यानि कि स्टुडेन्ट। गाकुसेई भनेको के रहेछ? गाकुसेई भनेको स्टुडेन्ट। खाइस्याइन, खाइस्याइन, खाइस्याइन भनेको कम्पनीको कर्मचारी। खाइस्या मात्रै हो, यहाँसम्म मात्रै भयो भने चाहिँ यो चाहिँ कम्पनी है, बुझ्नुहुन्छ? खाइस्या भन्यो भने कम्पनी। अनि यहाँनिरदेखि स्याइन यति भन्यो भने, स्याइन भन्यो भने चाहिँ कर्मचारी है। ल यहाँ 15 नम्बरमा रहेछ स्याइन, यो मात्रै लेखाएको छ नि, स्याइन। स्याइन भनेको के हो त? स्याइन भनेको कर्मचारी है, बुझ्नुहुन्छ? स्याइन भनेको कर्मचारी है त। स्याइन भनेको के रहेछ बुझ्नु भयो नि है? स्याइन भनेको के रहेछ? कर्मचारी है, स्याइन भनेको कर्मचारी। अब 16 नम्बरमा हेर्नुहोस् त गिनको उ इन छ यहाँनिर, गिनको उ इन। अब यो शब्दलाई पढ्दाखेरि यो उ छ नि, यो उ चाहिँ साइलेन्ट हुन्छ, साइलेन्ट हुन्छ। यो उ को चाहिँ उच्चारण गरिँदैन। कसरी उच्चारण गरिन्छ त यो शब्दलाई भन्दा गिनको इन, गिनको इन है, उ चाहिँ साइलेन्ट हुन्छ। गिनको इन भनेर यो शब्दलाई उच्चारण गर्ने। गिनको इन भनेको चाहिँ बैंक कर्मचारी, बैंकको चाहिँ कर्मचारी है। बैंकको कर्मचारीलाई के भन्दो रहेछ? गिनको इन, गिनको इन है। अनि 17 नम्बरमा इस्या, इस्या, इस्या भनेको चाहिँ डक्टर हो। इस्या भनेको के रहेछ? डक्टर है। ब्यो इन, ब्यो इन, ब्यो इन। अब यसमा पनि उ चाहिँ साइलेन्ट नै हुन्छ, उ चाहिँ साइलेन्ट नै हुन्छ। यहाँनिर मैले उ लेखेर छ, यो उ चाहिँ उच्चारण हुँदैन है। ब्यो इन, ब्यो इन भनेको चाहिँ हस्पिटल, ब्यो इन भनेको के रहेछ? हस्पिटल है। अनि 19 नम्बरमा हेर्नुहोस् त केन्क्युस्या छ नि, केन्क्युस्या, केन्क्युस्या, केन्क्युस्या भनेको चाहिँ रिसर्चर यानि कि अनुसन्धानकर्ता, अनुसन्धान गर्ने मान्छे, खोज्ने मान्छे है, खोज्ने मान्छे, केही खोजिरहेको मान्छे हुन्छ नि, खोज्ने मान्छे के, अनुसन्धान गर्ने मान्छे, बुझ्नुभयो? केन्क्युस्या भनेको चाहिँ है। अब यहाँनिर काताकानाको अक्षरमा छ, यो चाहिँ काताकानामा लेखिन्छ एन्जिनिया लेखेको छ, एन्जिनिया, एन्जिनिया भनेको चाहिँ इन्जिनियर, एन्जिनिया भनेको के रहेछ? इन्जिनियर। दाइगाकु भनेको छ, दाइगाकु, दाइगाकु भनेको विश्वविद्यालय यानि कि युनिभर्सिटी, दाइगाकु भनेको युनिभर्सिटी। देन्की भनेको छ, यो देन्की भनेको विद्युत अथवा बत्ती है, विद्युत अथवा बत्ती, देन्की भनेको चाहिँ दारे अथवा दोनाता, दारे अथवा दोनाता, दारे अथवा दोनाता भनेको चाहिँ को भनेको है, को भनेको। अब यहाँनिर हेर्नुहोस् त दारे भनेको चाहिँ सामान्य शब्द हो, सामान्य शब्द हो, यतिकै बोलिने शब्द हो। दोनाता भनेको चाहिँ अलिकति पोलाइट शब्द हो, यानि कि अलिकति सम्मानजनक व्यक्तिहरूसँग चाहिँ दोनाता भनेर बोल्ने गरिन्छ है। यो चाहिँ पोलाइट शब्द है, दोनाता भनेको चाहिँ, बुझ्नुभयो नि है? अब यहाँनिर तल हेर्नुहोस् त 24 नम्बरमा साई भनेको छ, यो साई भनेको चाहिँ उमेर हो, साई भनेको के रहेछ? उमेर। नान साई भनेको छ, नान साई भनेको, नान साई भनेको कति वर्ष यानि कि उमेर सोधेको है, कति वर्ष भनेको है, नान साई देश कहाँ भन्छ, कति वर्ष हो भनेको। अब यहाँनिर हेर्नुहोस् त ओइकुचु, ओइकुचु भनेको छ, ओइकुचु भनेको पनि कति वर्ष नै हो। नानसाई र ओइकुचु भनेको एउटै हो, नानसाई भनेको पनि कति वर्ष हो र ओइकुचु भनेको पनि कति वर्ष भनेको है, बुझ्नुभयो? ल अब हामी 27 नम्बरमा जाउँ। ल अब यहाँनिर हेर्नुहोस् त 27 नम्बरमा हाई लेखेको छ, हाई भनेको चाहिँ यस, यस हो, हजुर भनेको है, हाई भनेको हजुर, यस भनेको है। अनि इए, इए भनेको चाहिँ नो, होइन, नाइ भनेको है। अनि सिचुरै देशगा, सिचुरै देशगा भनेको छ, सिचुरै देशगा भनेको चाहिँ एक्सक्युज मी भनेको है। सिचुरै देशगा भनेको के रहेछ? एक्सक्युज मी। यो एक्सक्युज मी चाहिँ कस्तो बेलामा प्रयोग हुने एक्सक्युज मी हो भन्दाखेरि चाहिँ सिचुरै देशगा भन्दाखेरि चाहिँ अब जस्तो तपाईलाई तपाईभन्दा अगाडिको व्यक्तिको नाम थाहा छ है, थाहा छ, अनि त्यो व्यक्तिलाई चाहिँ त्यो व्यक्ति हो कि होइन भनेर कन्फर्म गर्नको लागि सिचुरै देशका ओनामाइवा नाम देशका भनेर सोधिन्छ क्या। जस्तो के भनेको भन्दाखेरि सिचुरै देशका भनेको एक्सक्युज मी ओनामाइवा नाम देशका नाम के हो भनेर सोध्छ। जस्तो उसलाई चाहिँ त्यो व्यक्तिको नाम थाहा छ, अगाडिको व्यक्तिको नाम थाहा छ, तर त्यो व्यक्ति हो कि होइन भन्ने कन्फर्म चाहिँ छैन, फेरि हो कि जस्तो लागेको छ। हो त्यस्तो बेलामा चाहिँ एक्सक्युज मी तपाईँको नाम के हो र भनेर फेरि सोद्धाखेरि हो त्यो सिचुरै देशगा भनेर चाहिँ यो एक्सक्युज मीको रूपमा प्रयोग गरिन्छ है, बुझ्नुभयो? ल अब 30 नम्बरमा हेर्नुहोस् त ओनामाइवा भनेको छ, ओनामाइवा भनेको चाहिँ नाम के हो, ओनामाइवा भनेको नाम के हो भनेर सोधेको है।
हाजिमे मासिते भनेको छ। हाजिमे मासिते, हाजिमे मासिते भनेको चाहिँ पहिलो पटक भेट्दाखेरि, जस्तो तपाईको र मेरो त भेट भएको छैन, यदि कतै हैन हामी भेट भयौँ भने हैन पहिला नभेटेको व्यक्ति कहिल्यै पनि भेटेकै छैन के, कहिल्यै भेटेकै छैन, देखेकै छैन हो, त्यस्तो मान्छेसँग चाहिँ भेट हुँदाखेरि सुरुमा बोलिने शब्द भनेको हाजिमे मासिते, हाजिमे मासिते भनेर बोलिन्छ है। बुझ्नुभयो? ल अब 32 नम्बरमा हेर्नुहोस् त। 32 नम्बरमा के छ? दौजो योरोसिकु ओनेगाइसिमास, दौजो योरोसिकु ओनेगाइसिमास है। अब यो दौजो योरोसिकु ओनेगाइसिमास भनेको के हो त भन्दा तपाईलाई भेटेर खुसी लाग्यो भनेको, नाइस टु मिट यु भनेको है। तपाईलाई भेटेर खुसी लाग्यो भन्ने है अन्तिममा बोलिने शब्द हो यो है। दौजो योरोसिकु ओनेगाइसिमास, तपाईलाई भेटेर खुसी लाग्यो, नाइस टु मिट यु भनेको है। अब 33 नम्बरमा हेर्नुहोस् त के भनेको छ भन्दाखेरि कोचिरावा, कोचिरावा डट डट साइदेश है, सान्देश सरी, कोचिरावा डट डट सान्देश भनेको छ। कोचिरावा भनेको चाहिँ के हो त भन्दा उहाँ भनेको है, उहाँ डट डट सान भनेको जी, देश भनेको हो, उहाँ डट डट जी हो। कोचिरावा राम सान्देश, राम जी हो है। कोचिरावा यहाँनिर कसैको नाम थप्ने, तपाईँको आफ्नो नाम थप्नुहोस् हैन, तपाईँको त्यो नथप्नुहोस्, साथीको थप्नुहोस् हैन। राम सान्देश कोचिरा भनेको चाहिँ उहाँ भनेको है, उहाँ भनेको है। ल अब यहाँनिर हेर्नुहोस् त 34 नम्बरमा के भनेको छ भन्दा खाराकी मासिता भनेको छ। खाराकी मासिता, खाराकी मासिता भनेको चाहिँ म डट डटबाट आएको हुँ है, आएको छु भन्दाखेरि चाहिँ खाराकी मासिता है। नेपाल खाराकी मासिता, नेपालबाट आएको हुँ है। जस्तो निहोन ए खाराकी मासिता, जापानबाट आएको हुँ। नेपाले खाराकी मासिता, नेपालबाट आएको हुँ। बुटोवारु नि खाराकी मासिता, बुटोलबाट आएको हुँ है। खाराकी मासिता भनेको के रहेछ? बाट आएको हुँ है, बाट आएको हुँ। ल अब चाहिँ यहाँनिर काटाकाटामा केही देशहरूको नाम छ है। देशहरूको 35 नम्बरमा हेर्नुहोस् त। अमेरिका हो, अमेरिका भनेको अमेरिका, अमेरिका भनेको के रहेछ? अमेरिका है। अनि 36मा के छ? इगिरिसु, इगिरिसु भनेको चाहिँ बेलायत यानि कि युके है, बेलायत। अनि 37मा के छ? इन्डो, इन्डो, इन्डो भनेको चाहिँ इन्डिया, इन्डो भनेको के रहेछ? इन्डिया है। अनि 38मा के छ भन्दाखेरि इन्डोनेसिया, इन्डोनेसिया, इन्डोनेसिया भनेको चाहिँ इन्डोनेसिया, इन्डोनेसिया है। अनि 39मा के छ? खानकोकु, खानकोकु, खानकोकु भनेको चाहिँ साउथ कोरिया है। खानकोकु भनेको के रहेछ? साउथ कोरिया। ल अब हामी अर्को पेजमा जाउँ। अब सकिसक्यो है, अब धेरै छैन, अब सकिसक्यो। ल 45 नम्बरसम्म मात्रै हो, यति हो। अब यहाँनिर के छ भन्दा ताई, ताई भनेको थाइल्यान्ड, ताई भनेको के रहेछ? थाइल्यान्ड है। च्युगोकु, च्युगोकु, च्युगोकु भनेको चाहिँ चाइना, च्युगोकु भनेको के रहेछ? चाइना है। दैचु, दैचु, दैचु भनेको चाहिँ जर्मनी, दैचु भनेको के रहेछ? जर्मनी। निहोन, निहोन भनेको जापान, निहोन भनेको जापान। फ्रान्सु, फ्रान्सु भनेको चाहिँ फ्रान्स, फ्रान्सु भनेको के रहेछ? फ्रान्स है। ब्राजिल, ब्राजिल, ब्राजिल भनेको चाहिँ ब्राजिल। ल 45 वटा मात्रै हो। ल लेसन 1 को मिनिङ यति नै हो। तपाईहरुले यी मिनिङहरुलाई चाहिँ याद गर्नु होला है। यदि यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु होला। अनि यस्तै यस्तै नयाँ नयाँ भिडियोहरु मैले लिएर आउने छु। आजको लागि भिडियो यति नै भयो। हस्त, धन्यवाद।